के तपाईँ मलेसियाभित्र हुनुहुन्छ र मलेसियाभित्र रहेर पनि पेनाङ भन्ने जिल्लाभित्र तपाईँ हुनुहुन्छ र यदि तपाईँ पेनाङभित्र हुनुहुन्छ र नेपाली सङ्गतिको खोजीमा हुनुहुन्छ भने तपाईँलाई आरजिबिसी नेपाली सङ्गति स्वागत गर्दछ। र तपाईँ नेपालमा सेवाकाई गर्दै हुनुहुन्थ्यो र आफ्नो मण्डली विकास गर्दै हुनुहुन्थ्यो, तर कारणवश तपाईँ मलेसिनु परेको कारणले तपाईँ पेनाङभित्र हुनुहुन्छ भने हामी तपाईँलाई नेपाली सङ्गतिमा सधैँभरि स्वागत गर्दछौँ। र हाम्रो लोकेसन भन्नुपर्दाखेरि यहाँ पारी पेनाङ भन्छ र यहाँनिर तपाईँले पारी पेनाङको 2वटा पुल कटेर यो आइसल्यान्ड पेनाङ भन्छ, पेनाङ आइसल्यान्डभित्र तपाईँ आउनुपर्ने हुन्छ। र यो आइसल्यान्डभित्र तपाईँ जुन ठाउँमा हुनुहुन्छ हामी तपाईँलाई आरजिबिसी नेपाली सङ्गति सधैँभरि स्वागत गर्दछौँ। र तपाईँहरू हाम्रो यो लोकेसनलाई ट्र्याक गरेर आउन सक्नुहुन्छ। र तपाईँ लामो पुलबाट आउँदै हुनुहुन्छ भने तपाईँले सिधा गइकन तपाईँले दायाँतिर मोड्नुपर्ने हुन्छ र दायाँबाट तपाईँ सिधै सबै ट्राफिक लाइटहरूलाई कटेर तपाईँ सिधा आउनुहोस् र KWE कम्पनी देखिसकेपछि तपाईँले त्यहाँबाट दायाँ फेरि मोडेर सुगो भिलेज मार्केट देख्नुहुन्छ र तपाईँ अझ अगाडि बढ्दै जानु भएर तपाईँले ठुलो बिल्डिङ सेतो बिल्डिङ देख्न सक्नुहुन्छ र यो सेतो बिल्डिङको तेस्रो तलामा चाहिँ हामी आरजिबिसी नेपाली सङ्गति विगत लामो समयदेखि हामी सङ्गति गर्दै आइरहेको छौँ। र हामीसँग भएको वाद्यवादकहरू गिटार, पियानो, इलेक्ट्रिक गिटार अनि बेस गिटार, ड्रम, इलेक्ट्रिक ड्रम, बाँसुरी, मादल, खैचडी, नेपाली झन्कीले सबै प्रकारको बाजाहरू बजाउँदै हामी परमेश्वरलाई महिमा दिनेछौँ। साथै हरेक शनिबार बेलुका बाइबल अध्ययन, व्यक्तिगत विषयगत प्रार्थना हुने गर्दछ। आइतबारको सेवा सङ्गति पछि अनि भोजन क्रोसहरू सिक्नेछौँ। आउनुहोस् र हामी सबैजना मिलेर एक्लै अर्कालाई सिक्दै सिकाउँदै हामी अगाडि बढ्नेछौँ र तपाईँहरूसँग भएको ज्ञान हामीले बटुल्दै र हामीसँग भएको ज्ञान तपाईँलाई दिँदै हामी यसरी अगाडि बढ्नेछौँ। नेपाली सङ्गतिको खोजी हुनुहुन्छ भने हामी तपाईँलाई स्वागत गर्न तयार छौँ। आरजिबिसी नेपाली सङ्गतिमा जोडिन चाहनुहुन्छ भने यो तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँले यो भिडियोलाई तपाईँको साथीसम्म पुर्याउनुहोस् जसले चाहिँ नेपाली सङ्गतिमा खोजी गर्दै हुनुहुन्छ र तपाईँले आफ्नो लोकेसनलाई हामीलाई यो कमेन्ट बक्समा पनि दिन सक्नुहुनेछ र साथै तपाईँले डाइरेक्ट फोन गरेर पनि हामीलाई तपाईँको लोकेसन तपाईँले हामीलाई दिनु सक्नुहुनेछ र हामी तपाईँलाई पिकअप गर्नलाई हामी तपाईँको लोकेसन सामु आउनेछौँ। हुन्छ, यहाँहरू सबैजनालाई प्रभुले आशीष दिनुभएको छ। धन्यवाद। जय मसीह।